नमस्ते, वेलकम टु आवर युट्युब च्यानल। हाम्रो युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। हामीले प्रोबेबिलिटीको पार्ट 1 मा थ्योरीहरुको कुराहरु गरेका छौं, जसमा हामीले म्युचुअली एक्सक्लुसिभ इभेन्ट्स, एडिसन ल, डिपेन्डेन्ट इभेन्ट्स, इन्डिपेन्डेन्ट इभेन्ट्स, मल्टिप्लिकेसन लका कुराहरु हामीले गरेका छौं। आज हामी केही क्वेशनहरुको बारेमा छलफल गर्छौं। हाम्रो एससीमा कस्तो खालको क्वेशनहरु आउँछ भन्ने बारेमा हामी आज यस भिडियोमा चर्चा गर्छौं। हामी पहिलो क्वेशनमा यो एससी मोडेल क्वेशन इस्युड बाइ सीडीसी को क्वेशनमा हामी डिस्कस गर्छौं। र त्यो क्वेशन स्क्रिनमा देख्न सकिन्छ। अब यो क्वेशनमा हामीलाई थ्योरेटिकल कुराहरु पनि सोधिन्छ, जसमा हामी ट्री डायग्राम र प्रोबेबिलिटी कसरी क्याल्कुलेट गर्ने, कसरी प्रोबेबिलिटी निकाल्ने भन्ने कुराहरु पनि हामी यसमा छलफल गर्छौं। यो क्वेशनमा two cards are drawn randomly, one after another without replacement from a well shuffled deck of 52 cards. हामीसँग 52 कार्ड्स छ, एउटा तासको गड्डी। त्यो तासको गड्डीबाट हामी दुईटा कार्ड्स निकाल्छौं, र्यान्डमली वान आफ्टर एनदर विदाउट रिप्लेसमेन्ट निकाल्छौं। पुनः त्यो डेकमा राख्दैनौं, गड्डीमा राख्दैनौं। त्यसको कन्टेक्स्ट दिएको छ। ए मा इफ टू इभेन्ट्स ए एन्ड बी आर इन्डिपेन्डेन्ट इभेन्ट्स, what is the formula for finding probability of A intersection B or probability of A and B भनेको हो। यो हामीले मल्टिप्लिकेसन लमा पढिसकेका छौं हामीले पार्ट 1 मा। त्यसैगरी दोस्रो छ फाइन्ड द प्रोबेबिलिटी अफ गेटिङ बोथ आर फेस्ड कार्ड्स। दुईटै फेस कार्ड्स। अब फेस कार्ड्स कतिवटा हुन्छन् भनेर हामीलाई जानकारी छ होला सायद। फेस कार्ड्सहरु टोटल 12 वटा हुन्छ, जसमा जे हुने भयो, क्यू हुने भयो र के हुन्छ। जोकर, क्वीन रानी र किङ बादशाह राजा हुने भयो। त्यसैले टोटल फेस कार्ड्स 12 हुन्छ। हामी 12 फेस कार्ड्सको प्रोबेबिलिटी निकाल्छौं। त्यसपछि अर्को छ सो द प्रोबेबिलिटी अफ अल द पोसिबल आउटकम्स अफ गेटिङ अर नट गेटिङ फेस कार्ड्स इन अ ट्री डायग्राम। हामी ट्री डायग्राममा सो गर्छौं प्रोबेबिलिटी अफ गेटिङ फेस कार्ड्स एन्ड नट गेटिङ फेस कार्ड्स। डी मा छ इफ two cards are drawn randomly one after another with replacement, how many times more is the probability that both are face cards than the probability that both cards are ace? अब यसलाई हामी जिरो नगरेर सल्भ गर्छौं। फर्स्टमा ए नम्बरमा हामी प्रोबेबिलिटी अफ ए इन्टरसेक्सन बी को फर्मुला लेख्छौं। प्रोबेबिलिटी अफ ए इन्टरसेक्सन बी, यो मल्टिप्लिकेसन ल युज हुन्छ। प्रोबेबिलिटी अफ ए इन्टु प्रोबेबिलिटी अफ बी हुन्छ। ए को एन्सर। अब बी मा find the probability of getting both are faced cards. Face cards हामी पहिलो पटक P1 F face card लाई हामी F ले डिनोट गर्छौं। P1 F this equals to how many face cards? 12 face cards. 12 out of 52. टोटल त हाम्रो कार्ड्स कति हो? 52। त्यसले गर्दा P1 F 12 upon 52। सिमिलरली त्यसै गरेर हामी के गर्छौं? P2 F two cards are drawn भनेको छ नि त। त्यसैले P2 F is equal to without replacement भनेको छ नि त। त्यसो भए अब एउटा कार्ड के हुने भयो? यहाँ कम हुने भयो, 11 upon 51 हुने भयो। अब प्रोबेबिलिटी क्याल्कुलेट गर्छौं हामी। प्रोबेबिलिटी अफ फेस कार्ड्स F and F, F intersection F, this equals to P1 F into P2
F हुने भयो P1F 12/52 into P2F 11/51 यसलाई हामी मल्टिप्लाई गरेर अथवा लोएस्टमा लगेर पनि हामी गर्न सक्छौं यसलाई लोएस्टमा लाने हो भने 4 ले यसलाई क्यान्सल गर्दा 4 3 4 ले यसलाई क्यान्सल गर्दा 30 3/13 multiplied by 11/51 अब यसलाई क्याल्कुलेसन गर्दा यो 3 ले 51 लाई पनि हामी क्यान्सल गर्न सक्छौं त्यसो भए त यहाँ 1/13 multiplied 11/17 हुने भयो अब यो माथि मल्टिप्लाई गर्यौं 11 into 1 11/13 multiplied 17 2 to 1 यसको के हुने भयो त आन्सर हुने भयो अब सी मा हामीले ट्री डायग्राम बनाउनु छ ट्री डायग्राम बनाउनका लागि कसको बीचमा ट्री डायग्राम बनाउँछ त भने प्रोबेबिलिटी अफ गेटिङ एन्ड नट गेटिङ फेस कार्ड्स सी नम्बरमा हाउ मेनी फेस कार्ड्स हामी यहाँ फेस कार्ड्सलाई पनि लेख्छौं नट गेटिङ फेस कार्ड्स भन्दा अरुलाई पनि लेख्छौं त्यसो भए त 12 F फेस कार्ड्स एन्ड टु अरु रिमेनिङ कति भयो त 40 नट गेटिङ फेस कार्ड्स हुने भयो अब फर्स्ट ड्रनमा के हुने भयो त P1F फेस कार्ड्स को प्रोबेबिलिटी 12/52 हुन्छ अब विदाउट रिप्लेसमेन्ट भन्ने बित्तिकै यहाँ के हुने भयो त अब अहिले फेस कार्ड्स हामीले ड्रन गर्यौं त त्यसले गर्दा अब एउटा नम्बर के हुन्छ यहाँ लेस हुने भयो 11F हुने भयो तर अहिले हामीले त यो नट गेटिङ फेस कार्ड्सलाई त ड्र गरेका छैनौं नि त त्यसो भए त्यसको नम्बर चाहिँ एज इट इज रहने भयो या कम्प्लिमेन्ट त्यसै गरेर P1F कम्प्लिमेन्ट दिस इक्वल्स टु 40/52 हुने भयो यो नट गेटिङको अब नट गेटिङमा एउटा के हुने भयो त लेस हुने भयो किन विदाउट रिप्लेसमेन्ट भनेको चाहिँ हामी पुनः रिटर्न गर्दैनौं जसले गर्दा यहाँ 39 F कम्प्लिमेन्ट 12 चाहिँ यहाँ ड्रन भएको छैन 12 फेस कार्ड्स यो एज इट इज रहने भयो यो 1 कार्ड ड्रप गर्दाखेरिको ट्री डायग्राम हो त्यसै गरेर सेकेन्ड ड्रमा हेर्छौं हामी सेकेन्ड ड्रमा P2F इज इक्वल टु 11/1 अब एउटा लेस भयो नि त त्यसो भए 51 हुने भयो त्यसै गरेर P2F कम्प्लिमेन्ट के हुने भयो त 40/51 हुन्छ र त्यसो भए यहाँ के हुने भयो त सेकेन्ड ड्रमा P2F इज इक्वल टु 12/51 हुने भयो यहाँ पनि एउटा घटेको छ सिमिलरली P2F कम्प्लिमेन्ट इज इक्वल टु 39/40 अब हेर्दाखेरि यहाँ फर्स्ट टाइम के भएको छ फेस कार्ड छ सेकेन्ड टाइम पनि फेस कार्ड छ त्यसो भए यसको स्याम्पल स्पेस हामीले लेख्ने हो भने यहाँ हुने भयो फेस कार्ड एन्ड फेस कार्ड हुने भयो यसमा फेस कार्ड यो नट गेटिङ फेस कार्ड्स F कम्प्लिमेन्ट यहाँ के हुने भयो त F कम्प्लिमेन्ट F हुन्छ यहाँ F कम्प्लिमेन्ट दिस इज द ट्री डायग्राम अब यसैको डी नम्बरमा यसको डी नम्बरमा हामीलाई के भनेको छ भने इफ टु कार्ड्स आर ड्रन र्यान्डमली one after another with replacement अब हामी के गर्छौं निकाल्छौं फेरि त्यहाँ राख्छौं त्यसो भए नम्बर डिक्रिज हुँदैन त्यसमा कसको प्रोबेबिलिटी निकाल्न भनेको छ त हाउ मेनी टाइम्स मोर इज द प्रोबेबिलिटी दैट बोथ आर फेस कार्ड्स देन द प्रोबेबिलिटी दैट बोथ कार्ड्स आर NS अब यहाँ के गर्छौं त हामी दुईटै फेस कार्ड्सको प्रोबेबिलिटी निकाल्छौं विथ रिप्लेसमेन्ट है विथ रिप्लेसमेन्ट त्यसो भए विथ रिप्लेसमेन्टमा बोथ फेस कार्ड्सको पनि हामी प्रोबेबिलिटी निकाल्छौं त्यसै गरेर एस कार्ड्सको पनि निकाल्छौं भने प्रोबेबिलिटी अफ अब विथ रिप्लेसमेन्ट भनेर लेख्नु पर्यो यहाँ विथ
रिप्लेसमेन्ट रिप्लेस गर्छौँ राख्छौँ फेरि with replacement probability of face card probability of face cards this equals to P1F into E2F अब यहाँ प्रोबेबिलिटीमा कुनै इफेक्ट गर्दैन यसो भए 12 फेस कार्ड्स 12/52 into 12/52 यसलाई मल्टिप्लाई गर्यो भने 144 यहाँ चाहिँ कति हुने भयो त 2704 यसलाई मल्टिप्लाई गर्ने 52 into 52 त्यसै गरेर हामी एस कार्ड्सको निकाल्छौँ प्रोबेबिलिटी अफ एस कार्ड AA this equals to P1A into P2A हुने भयो A and A intersection A हामी जसरी पनि यसलाई बुझ्न सक्छौँ A intersection A भनेर पनि बुझ्न सक्छौँ A and A so multiplication law P1A into P2A P1A how many S cards एकका कति हुन्छ त हाम्रो कार्डमा 4 हुने भयो 4 S cards 4/52 multiply 4/52 4 जा 16 हुने भयो 52 into 52 हामीले मल्टिप्लाई गरिसकेका छौँ यहाँ माथिमा पनि 2704 हुन्छ अब how many times the probability of face cards is how many times more is the probability of face card than S cards भनेको छ त्यसो भए हामी के गर्दिन्छौँ अब probability of face cards is divided by probability of S card now probability of face card divided by how many times calculate गर्नु छ नि त यसो भए हामीले यसलाई के गर्दिन्छौँ यसले डिभाइड गर्दिन्छौँ probability of A this equals to 144/2704 divided by 16/2704 2704 क्यान्सल हुने भयो यो 2704 यो 2704 144/16 हुन्छ अब 16 ले 144 लाई डिभाइड गर्यौं भने अब यसलाई डिभाइड गर्दा यो 9 टाइम्स हुने भयो हाउ मेनी टाइम्स भनेर सोधेको छ नि त यो 9 टाइम्स हुन्छ यसरी एउटा कम्प्लिट सोलुसन हामी गर्न सक्छौं यो कति मार्क्सको हुने भयो त 1121 5 मार्क्समा यसरी हामीलाई क्वेशन सोधियो भने हामी यसरी सोलुसन गर्न सक्छौं